मागेको के कहिले केही काम पनि छैन है। अब फेरि एउटा यस्तै भजन फेरि सुनाइदिनु हुनु। म भावना पालिकेज्यूलाई फेरि आवेदन अनुरोध गर्दछु। दुईजना या जमुना पराजु दुईजना मिलन गार्जियन पनि हुन्छ, जसले गाए पनि हुन्छ। अब उहाँहरू दुवैजनालाई फेरि के गर्नु पर्यो? आफ्नो भन्ने कोही हुन्न पापै अघि अघि, आफ्नो भन्ने कोही हुन्न पापै अघि अघि। माता पानी भइरागी काबुले छोडेपछि, माता पानी भइरागी काबुले छोडेपछि। आफ्नो भन्ने कोही हुन्न पापै अघि अघि, आफ्नो भन्ने कोही हुन्न पापै अघि अघि। माता पानी भइरागी काबुले छोडेपछि, माता पानी भइरागी काबुले छोडेपछि। चुटका चाहिँ होइन है। यो जन्ममा हे गुरु जे गर्छौ गर, अर्को जन्म हे गुरु जन्म नै नपार। जय गुरुदेव। गोरख निखिल भनौ प्रेमले, गोरख निखिल भनौ। जय निखिलेश्वर जय गुरु गोरख जय गुरुदेव भनौ। गोरख निखिल भनौ प्रेमले, गोरख निखिल भनौ। जय निखिलेश्वर जय गुरु गोरख जय गुरुदेव भनौ। जय निखिलेश्वर जय गुरु गोरख जय गुरुदेव भनौ। जीवन साँचो ज्ञानौ साँचो गुरु हुन् सब आधार। जीवन साँचो ज्ञानौ साँचो गुरु हुन् सब आधार। मोह जालमा मन डुबकिन गर्छौ अहंकार। मोह जालमा मन डुबकिन गर्छौ अहंकार। गोरख निखिल भनौ प्रेमले, गोरख निखिल भनौ। परम कृपालु
शिविर बहाना है तुमसे मिलने का, बस शिविर बहाना है तुमसे मिलने का। केही छैन। भाषा जुन पनि आफ्नो स्थानको हुन्छ त्यसलाई हामीले सम्मान गर्छौँ र हजुरहरूले अब चाहनु भएको चाहिँ एउटा भजन पनि हामी सुनाउँछु भनेर र हामी सुनाइदिनु न हामीलाई। र उहाँले फेरि पर्सा आश्रम हजुर होइन चौधरीज्यू, उहाँले पर्सा आश्रम बनाउनमा थारूज्यू धेरै धेरै मेहनत गरिदिनु भएको छ। उहाँलाई पुनः पालिको माध्यमबाट हामीले हार्दिक हार्दिक स्वागत गरौँ है। सबैजना आहा हेर्नुहोस् त सबैजना कति आउनु भएको रहेछ। गुरु कृपा पक्कै पनि यहाँहरूले भएर गर्नुभयो, न त सम्भव छैन। ठिक छ, अब हामीलाई एउटा भजन हजुरहरूको भाषा। मदन गोपाल छोटे छोटे गैया छोटे छोटे ग्वाल छोटो से मेरो मदन गोपाल छोटे छोटे गैया छोटे छोटे ग्वाल छोटो से मेरो मदन गोपाल। गरवा में सोए बाबा हार ले खोले बाबा हम पतिया जाने लुकंदर जामे मनुआ के पतिया। मुरी मुरी धन्यवाद परमपिता सद्गुरुदेवको कृपा आशीर्वाद रहिरहोस् गाइरहनु भएको छ। अब हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। सबैजना नमस्कार मुद्रा मोचौँ, आँखा बन्द गरौँ, काँधलाई सिधा राखौँ। साथै सम्पूर्ण कार्यहरू सम्पन्न गरी अब यो सन्ध्याकालीन भेटघाट कार्यक्रममा हामी अन्तिम चरणमा आएका छौँ। आज हामी गोरखकाली मातालाई पनि स्मरण गरौँ। जय जय काली माता, जय जय अम्बे माता, जय जय काली माता, जय जय अम्बे माता, शक्ति की दाता जगदम्बा, जय जय काली माता, जय जय काली माता, जय जय काली माता, शक्ति की दाता जगदम्बा, जय जय काली माता। मनको मन्दिरमा राखौँ गुरुदेवलाई मनको मन्दिरमा। ल अब दीप प्रज्वलित भइसकेको छ। अब सबैले एकैसाथ गुरुदेवको वन्दना गरौँ।
कर्पूरगौरं करुणाप्रकारं संसारसारं पुरेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे त्वमेव माता च पिता त्वमेव बन्धुश्च सखा त्वमेव देव त्वमेव सर्वं मम देव गोरख मन्दिरैमा कपुरबत्ती झलाला गोरख मन्दिरैमा कपुरबत्ती झलाला निखिल मन्दिरैमा कपुरबत्ती झलाला निखिल मन्दिरैमा कपुरबत्ती झलाला गोरख मन्दिरैमा कपुरबत्ती झलाला गोरख मन्दिरैमा कपुरबत्ती झलाला आज को श्री श्री महायोगी गुरु गोरखनाथ को श्री सिद्धि विनायक गणेश भगवान को आदि भगवान पशुपतिनाथ को हनुमान जी को संपूर्ण नाग देवताहरूको संपूर्ण नमना सिद्धहरूको संपूर्ण 84 नाथ सिद्धहरूको सिद्धाश्रम शक्ति केन्द्रको 23औं सवा लाख रोट अर्पण कार्यक्रमको 23औं सवा लाख रोट अर्पण कार्यक्रमको 23औं सवा लाख रोट अर्पण कार्यक्रमको सिद्धाश्रम शक्ति केन्द्रको सुरक्षा निखिल युगको सत्य शक्तिको ओम हर हर महादेव हरि ओम। जय गुरुदेव। आजको हाम्रो दिनभरिको सम्पूर्ण अहिले सन्ध्याकालीन आरती अर्पण गरेर दीपावली अर्पण गरेर हामी अब सम्पूर्ण कार्य विसर्जन गर्दै बिदा हुन गइरहेका छौँ। त्यसको लागि परम पूज्य सद्गुरु भगवान सम्पूर्ण शक्तिको चरणमा प्रणाम गर्दै बिदा हौँ। जय गुरुदेव। जय गुरुदेव। चादर के खुट्टा लप्टी आती नजाउनु भन्नुहुन्छ नाच्न आउँदैन चादर के खुट्टा लप्टी पछि गर्थ्यो के भजन ल 23औं सकेर रोड महोत्सव एकदम भव्य आरती सकेर आउनुभयो। आरती सकेर आइयो 23औं सवा लाख रोड महोत्सव आज दोस्रो दिन भव्यताका साथ सम्पन्न भयो। भोलि पनि सुरु हुँदैछ हैन 28 गतेसम्म सबैजना आउनु होला। धन्यवाद। बोलिए बाबा गोरखनाथ जय।